वेलकम टु माई न्यू भ्लग। आज पनि म मेरो नयाँ भ्लगमा सबैलाई स्वागत गर्न चाहन्छु। म चाहिँ आज तपाईँहरूलाई मेरो कम्पनीको काम गर्ने ठाउँहरू यसो भिजिट गराउनु खोजिरहेको छु, जसमा चाहिँ यहाँ भनेको छोजाङनिमले गर्ने ठाउँ हो। अहिले चाहिँ म नाइट ड्युटी गरिरहेको छु यो ठुलो ठाउँमा। यहाँबाट थुइप गर्ने, त्यताबाट झिक्ने होइन, सबै कम्पनी त यस्तो फोहोर छ नि, सबै धुलै धुलो होइन, धुलै धुलो। अनि जति सफा गरे पनि होइन, अनुहारहरू यस्तो घिनलाग्दो हुन्छ काम गर्दा गर्दा। अहिले त म भर्खर खाना खाएर आएर बसिरहेको छु। यहाँ हो क्या काम गर्ने चाहिँ, यस्तो छ पुरै। म्यानुफ्याक्चरिङमा आउनेहरू नेपालबाट या विदेशबाट प्रायः म्यानुफ्याक्चरिङमा आउनेहरू चाहिँ यस्तै मेसिन, ठुल्ठुलो मेसिनहरूमा काम गर्नुपर्छ है। पुरै ठुल्ठुलो मेसिन परबाट आएको माल चाहिँ यहाँनिर हाम्रो चाहिँ पोलेर चाहिँ यताबाट सट्ट निकाल्छ, यहाँबाट सट्ट निकाल्छ। यो छिकेथाले चाहिँ यो छिकेथाले अनि उठाएर चाहिँ त्यहाँ जोकेर यताउता गरेर झ्याउ माछी के हो यस्तो। अब यो नाइट सकेपछि चाहिँ म यो डिपार्टमा जान्छु क्या, प्याकिङ गर्ने यहाँनिर पिस्ने। यो माल प्याकिङ गर्नुपर्छ क्या हामीले चाहिँ। अहिले प्याकिङ गरेर दिउँसो डेमा गर्नेहरूले गरेर राखिरहेको छ यहाँ माल। यस्तो धुलो मालहरू गर्नुपर्छ यहाँ प्याकिङ गरेर, सबै धुलै धुलो फोहोर है। यस्तो धुलो छ कम्पनीमा। 10 वर्ष बाँचिन्न होला जस्तो लागिरहेछ मलाई। यो काम गराइले यो कम्पनीमा यस्तो काम थियो। यस त्यही पनि ठिकै छ, आउनु पाइयो, छोरी आउनु पाइयो, काम गर्न पाइरहेछ, पैसा कमाइरहेछ, आनन्दले छ ढुक्क मजाले। अरू दाइहरू चाहिँ ठुल्ठुलो दाइहरू चाहिँ यता गर्नुहुन्छ। अलिक यता भनेको धेरै मेसिनहरू हुन्छ नि त, अलिक काम गर्नुपर्ने हुन्छ दिमाग लगाएर। अनि हाम्रो चाहिँ यही हो। अब अहिले चाहिँ नाइट हुँदा चाहिँ यहाँ चाहिँ अब काम सिकेर यो ठाउँमा चाहिँ अहिले म गरिरहेको छु एक्लै क्या। नाइटमा अब कोही छैन, अहिले एक्लै गर्नुपर्छ होइन।